हेलो गाइज, ल हाम्रो सुयस भाइ 1 महिनाको मोटर ड्राइभिङ कम्प्लिट गरेर रोड ड्राइभिङ अनि लाइसेन्स सम्बन्धी कोर्स पनि कम्प्लिट गरिसक्नु भएको छ। अब लास्ट फाइनल एक्जामको लागि जाँदै हुनुहुन्छ। सिक्ने कुराहरूमा के कस्तो लाग्यो भाइ? कस्तो लाग्यो सिकाएको? सिक्ने कुराहरूमा यस्तो दामी लाग्यो दाइको, यति भवाल सिकाउनुहुन्छ कि दाइले। अब यी शब्दै छैन दाइको सिकाइमा, त्यो दामी भयो चाहिँ भवाले। अब पर्फेक्टै अब एकतालमै लाइसेन्स निकाल्छ जस्तो आफूलाई कम्फर्टेबल फिल भइसक्यो। त्यतिसम्मको कम्फर्ट, त्यतिसम्मको कन्फिडेन्स पाउनुहुन्छ हजुरहरू दाइसँग सिक्न आयो भने। अनि ल ठिक छ। अनि हाम्रो पछाडि एकजना भाइ पनि हुनुहुन्छ। भाइ कस्तो लागेछ? मलाई त बसेर पनि एकदम मजा आयो। अब कुनै टाइममा गएर म पनि सिक्छु तपाईँसँग। अनि अलि हेर्दाखेरि पनि लागिसकेको छ, अलि कम्फर्टेबल भइन्छ दाइसँग होइन, बसेर पनि पछाडिबाट। तपाईँहरू पनि आउनु होला, फ्रेन्डली हुनुहुन्छ दाइ, मजाले सिकाइदिनुहुन्छ दाइ चाहिँ फ्रेन्डली नेचरको होइन। ढुक्क आउनु होला मजाले।